चाहिँ म बनाउँदैछु निम्की चाट है। यो बनाउनु चाहिँ एकदमै सजिलो छ अनि खानलाई झन् लास्टै मिठो हुन्छ। सुरुमा चाहिँ दिउरेमा पानी हालेर हरियो मटर अनि त्यसपछि आलु हालेर यसलाई एकछिन उसिन्नको लागि छोडिदिने हैन 15-20 मिनेटको लागि। अनि त्यसपछि प्यानमा तेल हालेर यसमा जिरा हालिदिने, एकछिन जिरा फुटाउने र प्याजलाई हालेर यसलाई मस्तले मिक्स गर्ने। प्याजलाई चाहिँ मजाले मिक्स गर्नु पर्यो सुरुमा। त्यसपछि अदुवा लसुनको पेस्ट हालेर यसमा नुन हाल्ने अनि बेसार पनि हाल्ने र चिली पाउडर पनि हालेर यसलाई फेरि पनि मजाले मिक्स गर्नु पर्यो है। अनि त्यसपछि पाला आउँछ टमाटरको, टमाटर हालेर यसलाई मस्तको म्यास गरेर ग्रेभी बनाउने र उसिनेको आलु हाल्ने र यसलाई पनि मस्तले मिक्स गर्ने। यो मजाले मिक्स भइसकेपछि यस्तो हुन्छ र यसमा यो बोइल गरेको पानी हालेर यसमा हरियो मटर एड गरिदिने अघि नै उसिनेको। त्यसपछि यसलाई मस्तले मिक्स गरिदिने, एकछिन यो पाकिहाल्छ। त्यसपछि प्लेटमा मटर आलुको तरकारी अनि त्यसपछि निम्की चाहिँ मैले स्टोरबाट लिएर आएको थिएँ हैन। अनि त्यसपछि यसमा दही हाल्ने माथिबाट अनि हरियो प्याज, त्यसपछि धनिया पछि थोरै चिली पाउडर अनि चाट मसला र यसमा भुजिया हालेर यो रेडी हुन्छ है त। ट्राई गर्नु होला।